पानी लाउँदै पोलिरहेको छ यसरी पाकेको जतिलाई चाहिँ निकाल्दै छु यो चाहिँ पाकेको छ ल मेरो माल पानीहरु रेडी भइसक्यो यहाँ एक्सट्रिम टमाटर पनि पोलेको मैले खोल्ली यसलाई हाय ल सबैलाई हेलो एन्ड नमस्कार सबैजनालाई वेलकम ब्याक टु माई न्यू भ्लग अनि फेरि पनि स्वागत छ आजको यो मेरो नयाँ भ्लगमा के छ खबर तपाईहरुको सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु सो अनि मैले कपाल पनि काटिसकेको छु हेर्न सक्नुहुन्छ अनि कपाल चाहिँ दामी तरिकाले काटिसक्यो अस्ति चाहिँ कस्तो लामो भएर एकदम कस्तो थियो भन्दाखेरि नमिलेको घाँस भारी लाग्को जस्तै कपाल थियो अनि अहिले चाहिँ यस्तो दामी ह्यान्डसम माथि झन् यस्तो ह्यान्डसम भइदिएको ह्यान्डसम माथि झन् यस्तो ह्यान्डसम भयो कपाल काटेर अनि आज चाहिँ म के गर्दैछु भन्दाखेरि पुरै झोला पछाडि बोकेर झोलामा चाहिँ दामी तरिकाले मासु बोकिरहेको छु अनि मासु पोली खानुलाई म जङ्गलतिर जाँदैछु ल म चाहिँ यहाँ तलदेखि निस्केको अनि म चाहिँ धेरै माथि आइसकेको अवस्था अहिले चाहिँ साह्रो गर्मी भयो अनि यस्तो शीतलमा एकछिन बसिरहेको छु मेरो झोला यहाँ छ अनि म चाहिँ झन्डी डाँडाको मुनि आइसकेको छु सो म चाहिँ झन्डी डाँडा जाँदैछु आज चाहिँ हाम्रो गाउँ यस्तो के भन्नु मिलेको भन्नु कि नमिलेको भन्नु तर यस्तो छ सो यतापट्टितिर पनि दामी डाँडाहरू छ अनि खरहरू पनि हल्का पलाइरहेर अहिले चाहिँ अलिअलि हरियो देख्न थालिसकेको छ डढेलोले गर्दा अस्ति चाहिँ एकदम सुक्खा भएर डढेलो लागेको थियो अनि कस्तो उदास लाग्दो थियो अहिले चाहिँ हल्का हरियो देख्दाखेरि चाहिँ एकदम मन आनन्द कस्तो यतै बसौँ लाग्ने गरी भएको छ यस्तै छ भन्नुपर्छ जिन्दगी एक्लै रमाएर हिँड्नु परिरहेको छ तिर अस्ति हामीले झन्डा गाडेको ठाउँतिर फेरि त्यो झन्डा गाडेदेखि म चाहिँ अहिलेसम्म गएको छुइनँ आज फेरि जाँदैछु हुन त हाम्रोदेखि अलिक नजिकै पर्छ गोठालो गर्दाखेरि पनि गइहालिन्छ र पनि आज यसो एक दिन गइदिउँ न त ढुङ्गामा मासु पोली खानु कस्तो हुँदो रहेछ एक्लै जाँदाखेरि कस्तो अनुभव हुँदो रहेछ भनेर अनुभव लिनुको लागि जाँदैछु ल म चाहिँ अब उकालो फेरि लागेँ के गर्नु एकछिन विश्राम गर्ने हो फेरि उकालो जाने हो एकछिन बस्ने हो फेरि उकालो जाने हो नन स्टप जानु त सकिँदैन नि त यो यता माथि घाम पनि साटो त लागे जस्तो गर्मी भइरहेको छ लाग्नु र तर एउटा मात्रै घाम लागेको छ र पनि गर्मी एकदम यता माथितिर पनि बढेको रहेछ गर्मी अहिले चाहिँ सो हुन चाहिँ हावा चलिरहेको छ अनि त्यति मजाले गर्मी भएको चाहिँ थाहा चाहिँ हुँदैन तर हिँडेपछि चाहिँ हुन्छ हुनु चाहिँ बस्दाखेरि चाहिँ फेरि एकदम शीतल आनन्द आउँछ ल म चाहिँ यस्तो ठाउँमा पुरै उकालो आउने क्रम जारी छ मेरो अनि थाकिसक्यो स्यालक्कै भयो तलदेखि निस्केको यस्तो ठाउँदेखि यसरी ओह यहाँ माथि हामीले अस्ति झन्डा गाडेको ठाउँ चाहिँ यहाँ माथि दामी तरिकाले झन्डा फरफराउँदैछ अब चाहिँ लगभग म नजिक आइसकेँ यता माथि लाग्नुपर्ने हुन्छ अनि यस्तो दामी छ यता पर गिद्दा चाहिँ दामी तरिकाले उडिरहेको छ अनि यो ठाउँलाई चाहिँ के भनेर चिनिन्छ भने गिद्दा बस्ने ठाउँ भनेर पनि चिनिन्छ अनि यो तलको भिरलाई चाहिँ गिद्धे भिर भनेर हामी चाहिँ भन्छौँ किन भन्दाखेरि यो एरियामा यो भिरदेखि मासतिर यतादेखि मासतिर यतातिर सबैतिर चाहिँ चैत वैशाखतिर गिद्धहरू आएर बस्छ क्या अनि त्यही भएर यो भिरको नामै गिद्धे भिर भनेर चाहिँ राखिसक्यो भन्दा पहिलादेखि गिद्धे भिर भन्थ्यो अनि मेरो विचारमा चाहिँ गिद्ध बस्छ अनि नै गिद्धे भिर भनेको होला जस्तो लाग्छ मलाई चाहिँ है किन नाम चाहिँ गिद्धे भिर राखिदिएको त्यो चाहिँ मलाई थाहा भएन एकछिन उक्नु पर्ने हुन्छ शीतल छ फेरि यता मासतिर उकालो घुटुङटुङ पारेर जानुपर्ने हुन्छ ल फाइनल्ली झन्डी डाँडा आइपुगेँ झन्डा यस्तो दामी फरफराउँदैछ अनि यस्तो मजाले थाक्यो एक बोतल पानी पनि भेटाएँ अस्तिको
हामीले पनि छोडेको पानी होला यहाँ तल थियो अनि टिपेर लिएको छु आमा लगभग 1 बजी सकेको अवस्था 1 बजेको भ्यू चाहिँ यस्तो खतरा छ हेर्न सक्नुहुन्छ ल टलक्कै घाम टल्किएको छ सिधा टाउकोमा घाम परिरहेको छ हाम्रो झन्डा चाहिँ अहिलेसम्म सक्कुसल्लै रहेछ है केही भएको छैन दामी फरफराउँदैछ अनि अहिलेसम्म यहाँ घुम्न पनि आएको छैन क्या मान्छेहरू एउटा लाली गुराँस टिपेको छ भनेपछि कोही न कोही चाहिँ आएको छ यहाँ कन्फर्मै हाम्रो फलैचाहरूमा यसो बसौँ भनेको आम्मा टाटो रहेछ यार चाक पोलेर दामिन्छ जस्तो छ यस्तो हामीले त अनि चाक पोलेर दाम दियो भने त बिजोग हुन्छ नि त बिजोग अनि ठिक्का रहेछ नि त ढुङ्गा पनि यहाँ मासु पोली खानु धुनुपर्छ अनि त्यसपछि ब्यास त हान्नुपर्ने हुन्छ सो अनि चुला पनि बनाउनु नपर्ने रहेछ यहाँ चुला पनि छ यति भएपछि मेरो जुगाड भइगयो यहाँ शीतल छ यहाँ एकछिन बसेर मात्रै के गर्नुपर्ने हुन्छ अहिले चाहिँ म एकछिन बस्दिएँ अगाडि चाहिँ मेरो आगो फुक्ने काम हुन्छ त्यसपछि कता कता के छ मेरो ढुङ्गा बसाल्दिउँ कस्तो भयो यो तरिकाले के मिलेन यार यता चाहिँ यसरी लाउनु पर्ने हुन्छ होला पछि मिलेको त यसलाई पनि धुनुपर्ने हुन्छ मासु काटेर अनि फेरि यही मासु झिक्नु पर्ने हुन्छ नि त मैले त्यही भएर यसलाई पनि मजाले पखाल्नु पर्ने हुन्छ मासुको पिस यस्तो छ सबै बोसो मात्रै छ मासु चाहिँ अलिक खासै परेन जस्तो लाग्यो कि मलाई तर ठ्याक्क दामी तरिकाले ठिक छ ठ्याक्कको पिस पार्ने हो सानो ठुल्ठुलो पनि फेरि टेस्टी हुँदैन नि त त्यही भएर मिडियम पार्नु चाहिँ पार्ने हो मासु पनि पोल्नु थालिसकेँ मैले यो तरिकाले पोल्नु पर्ने हुन्छ मासु मैले मासु पनि खासै धेरै नलिएको क्या 1 केजी तयार पारेको थिएँ अलिक धेरै हुन्छ होला भनेर आधी चाहिँ घरमै छोडेँ अनि आधी मात्रै लिएर आएको अनि हिजो मासु लिएर बोइल हल्का गरेर अलिक सुकाएको थिएँ अनि हल्कामा चाहिँ पोल्नुपर्छ भनेर चाहिँ फेरि सबैले भने पनि एकजनाले धेरै खानु सकिँदैन नास हुन्छ अनि फाल्ने कुरा पनि आएन फेरि कहाँ राख्नु कसरी बोक्छ फेरि यति माथि लिएपछि भनेर थोरै मात्रै लिएको छु तर सबै बोसो मात्रै छ मासु खासै छैन यसको अनि टमाटर पनि 2टा लिएर आएको छु यो टमाटरले पनि यसो धुएर तरिकाले पोलेर खाइदिउँ न त आज नयाँ तरिकाले टमाटर पनि कस्तो हुँदो रहेछ एकैचोटि मासु लगाइदिउँ यार यति पनि के त होइन यहाँ साइडमा खतरा तरिकाले तर अहिलेसम्म ढुङ्गा मजाले टाटिएको छैन रहेछ यार बिजोग बनाउने भयो आजको दिनमा ल यस्तो दामी तरिकाले मेरो मासु चाहिँ पाक्दैछ यहाँ यस्तो तरिकाले मासु चाहिँ जम्मा यति मात्रै लिएर आएको छु मैले किन भन्दाखेरि अलिक त्यति धेरै सुँगुरको मासु चाहिँ खानु सकिँदैन नि त त्यही भएर थोरै मात्रै लिएको अब धेरै नै 1 केजी तयार चाहिँ पारेको थिएँ अब एक्लैले 1 केजी त खानु सकिँदैन त्यही भएर सो अहिले चाहिँ यति मात्रै छ मासु अनि यहाँ पर चाहिँ टमाटर पनि छ यो टमाटरलाई पनि हल्का यहाँ पोलेर खाइदिउँ न त आज नयाँ तरिकाले खाइदिउँ न त भनेर ल्याएको छु सो कस्तो हुन्छ मासु पाक्ने काम चाहिँ धमाधम भइरहेको छ ढुङ्गोमा अनि मैले यो मासु पल्टाउनुलाई चिम्टाको व्यवस्था पनि हानिसकेको छु यसलाई चाहिँ यसरी समातेर यसरी पल्टाउनु पर्ने केही भएको छैन भनेपछि आज यसलाई लाग्छ आधी घन्टा जति अनि यहाँ प्याज काटिसकेको छु यहाँ पर टमाटर अरू त केही छैन त्यही छ अनि
ल मैले चाहिँ टमाटर पनि पोल्दै छु हैन कस्तो हुन्छ हेरौँ फर्स्ट टाइम टमाटर मैले यसरी ढुङ्गोमा पोल्दै छु हेर्दै जाउँ कस्तो हुँदो रहेछ यसको रियाक्सन ल आथा आगोले अलिक साह्रो डिस्टर्ब गर्यो यार सानो लाम केही नहुने ठुलो लाम यहाँ पल्टाउनै नदिने यार बिजोगमा नै आज ल टमाटर र मासु मैले चाहिँ फर्स्ट टाइम यसरी जङ्गलमा पोली खाएको अरू बेला चाहिँ मासु मात्रै चाहिँ पोली खाइएको थियो अनि टमाटर पनि आज चाहिँ पोलिदिउँ न त कस्तो हुँदो रहेछ नयाँ एक्सपिरियन्स लिउँ न त भनेर मैले चाहिँ टमाटर पनि लिएर दुईटा लिएको थिएँ टमाटर एउटा मात्रै काटेको छु अनि सो अब यसलाई पनि म दामी तरिकाले यहाँ पोल्दैछु के हुन्छ टमाटर चाहिँ पाकिसकेको छ अब यसलाई चाहिँ म झिक्नु पर्ने हुन्छ दामी तरिकाले अनि मासु चाहिँ अलिक पाकेको छैन एकछिन पाकोस् टमाटरहरू चाहिँ मैले यहाँ झिकेँ सो आज चाहिँ मैले ढुङ्गोमा पोलेर ढुङ्गोमै खाने निर्णय गरेको छु सो ल यस्तो दामी तरिकाले टमाटर पनि झिकिसकेँ अब यता मासु चाहिँ पाक्नु बाँकी नै छ पाकेपछि यसलाई पनि झिक्नु पर्ने हुन्छ एकदम अनि यो चाहिँ मेरो खाने भाँडो ढुङ्गो अनि पोल्ने पनि ढुङ्गै सो खाने पनि ढुङ्गै सो आज चाहिँ मेरो ढुङ्गामै खाने ढुङ्गामै पोल्ने यस्तै चलिरहेको छ भन्नुपर्छ अब चाहिँ पाक्नु लाग्यो होला रातो रातो भइसकेको छ उसको मासु चाहिँ बोसो चाहिँ तर सेतै छ हिजो अलिक बोइल गरेर हो कि जस्तो लाग्यो र पनि पल्टाउने काम चाहिँ गर्नै पर्ने हुन्छ मैले पुरै रातो भइसक्यो अब चाहिँ तर आगोले चाहिँ अलिक साह्रो दुःख दियो कि आज हावा चलेर अब हावा नचल्ने ठाउँतिर जाउँ भने पनि कता जानु होइन अरूहरूले चाहिँ मासुमा रक्सी लाउँदै पोल्छ अनि मैले चाहिँ आज मासुमा पानी लाउँदै पोलिरहेको छु यसरी यस्तै छ भन्नुपर्छ ल आगो पो मार्दो रहेछ यार पानीले त बिजोग हुने भयो नि त यसरी त कहिले पाक्छ त तर केही छैन पाक्छ बिस्तारी होइन रक्सी ब्रान्डेड रक्सीहरू चाहिँ यसरी दामी तरिकाले लाउँदाखेरि चाहिँ छिट्टो पाक्थ्यो होला कि यो मासु चाहिँ तर के गर्नु रक्सी ल्याइएन ब्रान्डेड लोकलै भए पनि हुन्थ्यो होला हुनु त आज चाहिँ पानी लाउँदै मासु पोल्यो न दामी भयो अब चाहिँ लगभग भइसकेको अवस्था छ अब चाहिँ निकाल्नु पर्ने हुन्छ एकैछिनमा ल पाकेको जतिलाई चाहिँ निकाल्दैछु यो चाहिँ पाकेको छ यहाँ राख्नुपर्ने हुन्छ यसरी दुई चोक्टा निकालिसकेँ यो पनि पाक्यो यो पनि पाक्यो अब चाहिँ यिनीहरू चाहिँ पाक्यो होला यिनीहरू पनि पाक्नु चाहिँ तर एकैछिन यिनीहरू चाहिँ होस् मासु चाहिँ अब चाहिँ मजाले पाक्यो होला हौ यतिको भएपछि पनि पाकेन भन्दा फेरि बिजोग हुन्छ नि त ल जङ्गलीको मासु पाक्यो है म चाहिँ पुरै जङ्गली भइसकेँ ल यस्तो छ मेरो चाहिँ आजको खानकी चाहिँ कस्तो लाग्छ प्लिज कमेन्ट अनि मेरो यो ढुङ्गालाई पनि यता परतिर निकाल्नु पर्ने हुन्छ नि त किन भन्दाखेरि अर्कोचोटि पनि चाहियो त्यही भएर मैले यता निकालिदिएँ ल अब चाहिँ म यसलाई पर लगेर खानुपर्ने हुन्छ यस्तो छ ल मेरो माल पानीहरू रेडी भइसक्यो यहाँ एक्सट्रिम अनि यहाँ ढुङ्गामा मासु छ अनि यहाँ टमाटर पनि पोलेको अनि यो चाहिँ प्याज छ मसिनो काटेको छु सो कति खान सक्छु अनि यहाँ ढुङ्गामै पोलेको मासु अनि ढुङ्गामै छ मेरो यो चाहिँ के भन्छ ठाल भन्दा पनि कचौरा भन्दा पनि यही हो अब चाहिँ मैले सुरु गरेँ सो यहाँ मेरो एक्सट्रिम छ मैले खोलिदिएँ यसलाई ल चर्स अब चाहिँ मैले एक्लै खानुपर्ने हुन्छ एक्लै आएको नि त त्यही भएर एक्लै खानुपर्ने हुन्छ सो अब चाहिँ मैले खाएँ मासु पनि चाखिहाल्नु न त मासु पनि अब मैले खाएँ ल यस्तो दामी भइरहेको छ सो म
म चाहिँ अब यो मासु खाएँ ल सबैलाई। अच्ची नै बबाल भएको छ, दामी भएछ। सो मैले टमाटर पनि टेस्ट गरेँ, पोलेको टमाटर पनि बेस्ट हुँदो रहेछ नि त। मासु, पोलेको टमाटर, चिसो। यो चाहिँ मेरो प्याज। यहाँ काँक्रा भएपछि दामी हुन्थ्यो, काँक्रा चाहिँ ल्याउनु मैले बिर्सेँ, तर केही छैन। अर्कोचोटि आउँदाखेरि चाहिँ व्यवस्थित आउनुपर्छ अनि सबै चाहिँ ल्याउनुपर्छ अर्कोचोटि चाहिँ। यसरी भ्यू निहाल्दै मासु खानुको मजा चाहिँ बेग्लै छ होइन, सेकुवा खानुको मजा। अब कुनैले चाहिँ सेकुवा बसी खाइरहेको हुन्छ होइन। सो म चाहिँ यत्तिकै यस्तो डुल्दै आज चाहिँ एकदम बेस्ट लाग्छ, त्यही भएर आज चाहिँ मैले त्यो इच्छा पनि पुरा गरेँ। एकदम के भन्छ खुसी पनि लाग्यो कि आजको दिनमा मलाई यस्तो खानु पाउँदाखेरि। पोलेको नपिसी खाँदाखेरि पनि टेस्ट चाहिँ एकदम बेग्लै हुँदो रहेछ यो टमाटरको पनि। त्यो पोलेर पिसेको चाहिँ अलिक अर्कै हुन्छ, अनि यत्तिकै पोलेर खाँदा दामी हुँदो रहेछ। तपाईँहरू पनि टेस्ट गर्नु होला, यस्तो दामी छ। फेरि घाम चाहिँ ठ्याक्कै निधारमा पर्दियो कि पर्नु चाहिँ, तर केही छैन। तलदेखि हावा आइरहेको छ र पनि गर्मी चाहिँ भएको छैन। लग्जरियस लाइफ भइरहेको छ अहिले चाहिँ मेरो। यसो अदेश मार्दा पनि भयो, यता परतिर पनि छँदैछ अदेश मार्ने, अनि यहाँ टक्क हात राख्ने होइन छँदैछ। लग्जरी लाइफ जिउनु पर्यो। मासु धेर भएपछि बोक्रा चाहिँ खाइँदैन नि त, फेरि थोर हुँदा चाहिँ खाने हो। जय रोजा बोक्रा फाल्दिन। सेकुवा चाहिँ सुँगुरको मासुकै मिठो हुन्छ कि। अरूले चाहिँ कुखुराको बाख्राको पनि सेकुवा खाइरहेको हुन्छ, तर मलाई चाहिँ बेस्ट लाग्ने सेकुवा यस्तो पोलेको भनेको चाहिँ यो सुँगुरको मात्रै हो। अरूको चाहिँ मलाई मन पर्दैन। अब त्यही करले खाइयो भने खाइन्छ, नभए त्यति मजाले खाइँदैन पनि। तर एकदम मन पर्ने भनेको मलाई सुँगुरकै हो, अनि सुँगुरकै प्रायः खाइन्छ सेकुवा। ल दामी तरिकाले सबै खाइसक्यो, अनि यो बोक्राहरू चाहिँ खानु सकिएन कि। अनि फेरि यसको यतातिर त्यो रौँहरू रहेछ, त्यही भएर खाइएन। अलिक यो चिसो चाहिँ धेरै भयो क्या, अलिक यो चिसो धेरै खानु सक्दिनँ पनि म, अनि फेरि धेरै खानु पनि राम्रो होइन हो। र पनि तर अब सकाउनै पर्ने हुन्छ यो सकाएपछि चाहिँ। सो घरतिर राख्नु पर्ने हुन्छ। घाम पनि यता ढल्किसकेको अवस्था। यस्तो दामी फरफराउँदैछ झन्डा पनि खतरा तरिकाले यता। अनि यतिको झन्डा फरफराउनु चाहिँ पर्यो है, पर्यो नभए त राखेको कामै नलाग्ने नि त। यताबाट पनि एउटा गिद्दा चाहिँ आउँदैछ है, पुरै उड्दै आउँदैछ खतरा देखिँदैछ नि त हौ। कस्तो दामी देखेको आज त। कुहिरो पनि यता यस्तो दामी बसिरहेको छ नि त। फेरि
यति मात्र यो देखिने जति मात्रै सेतो अनि यतातिर हल्का सेतो सेतो भएको छ अनि यता मासतिर पनि सो अनि यो झन्डाले यस्तो फरफराइरहेको छ कस्तो दामी मौसम देखिरहेको छ फेरि हावा पनि त्यस्तै खतरा तरिकाले चलिरहेको छ नि त हावा त्यस्तो दामी तरिकाले हावा चलिरहेको छ यहीँ बसौँ लागिरहेको छ लाग्नु चाहिँ तर के गर्नु अब घरतिर लाग्नै पर्ने हुन्छ अहिले चाहिँ 3 बजे क्रस भइसकेको छ सो अब चाहिँ म घरतिर लाग्नु पर्ने हुन्छ यहाँ छ मेरो झोला अनि पानी म आउँदाखेरि चाहिँ यतादेखि आएको थिएँ सो अब फर्किनु चाहिँ म यतादेखि फर्किन्छु अब चाहिँ यो मेरो झोला बोकेँ अनि अब चाहिँ फर्किनु पर्ने हुन्छ ल लाग्यो बाई बाई झन्डी डाँडा अर्कोचोटि फेरि म आउनेछु अब चाहिँ घर लाग्यो भन्नुपर्छ यस्तै छ ल लाग्यो है अब चाहिँ सो अनि मैले चाहिँ भिडियो यहीँ इन गर्नुपर्ने हुन्छ किन भन्दाखेरि मेरो मोबाइलको ब्याट्री चाहिँ लो भइदियो क्या ठ्याक्कै अनि उता परतिर पनि यसो देखाउँदै जानु पर्यो अनि परतिर पनि एक लट गइदिउँ न त भनेको तर ठ्याक्कै ब्याट्री 20% भएर लो भनेर देखाइरहेको छ अब चाहिँ हुने बेला भइसक्यो सो त्यही भएर मैले चाहिँ आजको भिडियो यहीँ इन गर्न चाहन्छु सो आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर अनि च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल पनि सब्सक्राइब गरिदिनु होला म भिडियो यहीँ इन गर्छु बाई बाई सबैलाई अर्को भिडियोमा भेट्नुपर्छ